सबैलाई जय मसी। आजको कविताको शीर्षक छ स्वर्गदूतको काम। स्वर्गको उज्यालो चन्द्रमाको मुस्कान आकाशबाट झर्छ पवित्र विमान। स्वर्गको उज्यालो चन्द्रमाको मुस्कान आकाशबाट झर्छ पवित्र विमान। स्वर्गदूत पखेटा फैलाएर चुपचाप आउँछ, प्रेम र शान्तिको सन्देश पृथ्वीमा सुनाउँछ। प्रेम र शान्तिको सन्देश पृथ्वीमा सुनाउँछ। स्वर्गदूतको स्वर सुनिन्छ मिठो, अन्धकारमा ल्याउँछ उज्यालो रिटो। आफू नदेखिने ती तर छाया जस्तै मन्द मुस्कान सहित हुन्छ हाम्रो मिठ। स्वर्गको उज्यालो चन्द्रमाको मुस्कान आकाशबाट झर्छ पवित्रको विमान। पीडा हातमा राखी आँसु पुछ्ने, हृदयमा सान्त्वना दुखीमा अनन्त रच्ने। अदृश्य ती साथी जो कहिले नठाक्ने, हाम्रो आत्मा बचाउन सदा तयार हुने। स्वर्गको उज्यालो चन्द्रमाको मुस्कान आकाशबाट झर्छ पवित्र विमान। आकाशबाट झर्छ पवित्र विमान। उनी हुन् प्रेम, उनी हुन् विश्वास। स्वर्ग र पृथ्वीको बिचमा अदृश्य सन्देश सधैँभर पर्छन् तिनको ममता। स्वर्गदूत तिमीलाई नमन हाम्रो हृदयमा। स्वर्गदूत तिमीलाई नमन हाम्रो हृदयमा। स्वर्गको उज्यालो चन्द्रमाको मुस्कान आकाशबाट झर्छ पवित्र विमान। आकाशबाट झर्छ पवित्र विमान। स्वर्गदूतको पखेटा फैलाई चुपचाप आउँछ, प्रेम र शान्तिको सन्देश पृथ्वीमा सुनाउँछ। प्रेम र शान्तिको सन्देश पृथ्वीमा सुनाउँछ।